सजलो नमस्कार ठसिदेले सम्पूर्णमा नेपालको सुन्दर नगरी धरान स्थित बन्दै गरेको गुम्बाको केही अंशहरू हजुरहरूलाई आज देखाउन गइरहेको छु। दुई 2047 सालमा बनेको पुरानो गुम्बालाई हामीले भत्काएर यो नयाँ गुम्बा निर्माणतर्फमा लागेका छौं। किन भन्दाखेरि भक्तजनहरूको पनि जनसङ्ख्या बढ्दो क्रममा र पुरानो गुम्बा पनि निकै जीर्ण भएको कारणले गर्दाखेरि यो हामीले नवनिर्मित गुम्बाको सपना देखेको थियौं र आज लगभग 4.5 महिना भइसक्यो हाम्रो गुम्बा निर्माण कार्य थालिएको। यो हाम्रो गुरुहरू बस्ने निवास, यहाँदेखि पनि हामीले देख्न सकिन्छ। यो हाम्रो चाहिँ अहिले सुर लगाउने निवास हो, तसर्थ यहाँदेखि पनि हामीले देख्न सकिन्छ हाम्रो गुम्बाको आकार यो बिल्कुलै पूर्वतिर फर्किएको छ। अब तपाईहरुलाई म यो गुम्बाको भित्रपट्टि लाग्दैछु। भित्रपट्टि सबै कुराहरू देखाउने छु। टाढै बसेर भए तापनि हाम्रो गुम्बालाई माया गरेर हेरिदिनु होला सम्पूर्णले। यो हाम्रो मूलद्वार हो। अहिले यहाँनिर हाम्रो सिटी बनिसकेको छैन, किन भन्दाखेरि हाम्रो यो बन्ने क्रम जारी नै छ। अझै पनि हाम्रो मामाले काँटी खोज्ने क्रम जारी छ यहाँनिर। मामा के खोज्नु भएको? कति भेटाउनु भयो त? हजुर ल ल ल यो माथि जुन ढलाइ गर्दाखेरि काठहरू निकाल्ने क्रम जारी नै छ। यसरी सबैजनाले निकाल्दै हुनुहुन्छ। यो स्थल भनेको चाहिँ हाम्रो त्रिकाया विराजमान, त्यस्तै गरेर काङ्ग्युर तेङ्ग्युरहरू सबै यहाँनिर विराजमान हुन्छ र यहाँ माथि यसरी बिस्तारै उनीहरूले जतनसँगले निकाल्दै हुनुहुन्छ। र यो द्वार चाहिँ उत्तरतिर फर्किएको छ। उत्तरतिर फर्किएको द्वार हामीले यहाँ देख्न सकिन्छ। यो कलात्मक ढङ्गले बनिएको छ। यो उत्तरतर्फबाट पनि हामी गुम्बामा प्रवेश गर्न सकिन्छौँ। विशेष गरेर यो द्वारबाट चाहिँ बाहिर निस्कनको लागि हो। र यो स्तूप छ, यो निकै पुरानो स्तूप। जति बेला हाम्रो यो गुम्बा पुरानो गुम्बा थियो, त्यो गुम्बाको बन्दाखेरि सँगै बनेको स्तूप थियो, तसर्थ यहाँ अझै पनि यो राखिएको छ। यहाँ हाम्रो अध्यक्षजी हुनुहुन्छ। नमस्कार मामा, आरामै हुनुहुन्छ? अलिकति जानकारी दिनुहोस् न हाम्रो यहाँ। हाम्रो यो गुम्बा बन्दैछ, गुम्बाको विषयमा केही भनिदिनुहोस्। यो धन्यवाद छ गुरुलाई। अब यो विषयवस्तु चाहिँ सम्पूर्ण धरानवासी मात्रै नभएर संसारमा छरेर जुन जति बस्नुभएको छ हाम्रो दाजुभाइहरू, हाम्रो गुरुङ जाति नै नभएर अरू जातिले पनि चाहिँ यहाँ सहयोग गर्नुभएको छ। यो सहयोगले चाहिँ आशा छ हामीले छिट्टै नै चाहिँ यसलाई पूर्ण दिन सकिन्छ भन्ने आशा छ। अझै पनि चाहिँ जुन दाताहरूले चाहिँ सम्झेर कतिले चाहिँ घरमै गुम्बामै आएर पनि गर्दैछ यहाँ। त्यसो भएर गर्दाखेरि हामी आशा गरौँ यो सबै गुरुङ जाति मात्रै नभएर मैले अघि नै भने, र विशेष गरेर चाहिँ हाम्रो थेम्पू नरेश गुरुलाई धेरै धेरै धन्यवाद। सबै देन चाहिँ उहाँकै छ, हाम्रो भन्दा नि देन चाहिँ उहाँकै छ। र यो चाँडो बनोस् भन्ने शुभकामना सहित म यही राख्न चाहन्छु। धन्यवाद धन्यवाद मामा, धन्यवाद। हुनुहुन्छ हाम्रो यस नेपाल बौद्ध गुम्बाका अध्यक्ष र हाम्रो यहाँ निर्माण अध्यक्ष पनि हुनुहुन्छ हाम्रो फलमान मामा। अध्यक्षज्यू नमस्कार। आज पनि काम निरन्तर भइरहेको छ। जबदेखि यो गुम्बा सुरु भयो त्यही दिनदेखि दिनहुँ रूपमा उहाँ आएर यहाँ खटिरहनु भएको छ। तपाईँलाई कस्तो अनुभूति भइरहेको छ?
बाहुले जानु हो ए ल भोलोबन मामा पनि हुनुहुन्छ यहाँनिर हाम्रो यहाँ निर्माण समितिको उहाँ पनि एकदमै सक्रिय सदस्य हुनुहुन्छ जलमन्त्री हो फेरि ए ल काम चलिरहेछ अन्त मामा धमाधम एकदम राम्रो धमाधम चलिरहेछ हजुर सबैलाई आह्वान गर्छौँ एक बेलुका भने आइदियोस् 2 टोको भने बोकेर यो गिटी बाला माथि पुर्याइदियोस् त्यो पनि एउटा श्रम हो के अरे श्रम मात्र नभएर यो एक्सर्साइज पनि हो के काम भनेर होइन के हामी एक्सर्साइज धर्म भनेर आइदिनु पर्यो सबैजनालाई हाम्रो चाहिँ यो एउटा आह्वान गर्न चाहन्छु एकदम ठिक हो मामा ल धन्यवाद मामा धन्यवाद मामाले जसरी जलमन्त्री पानी पनि पिलाउने ल ल यहाँनिर काम निरन्तर चलिरहेको छ बुने ल बुने नि काम गर ल सधैँ है ल नमस्ते नमस्ते आमाहरू अझै पनि यहाँ ढुङ्गा बोकिराख्नु भएको छ नमस्कार नमस्कार ल नमस्ते 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 कति भारी बोक्नु भयो तपाईँले ल है आफ्नो ल यहाँ लोपेन्ला हुनुहुन्छ लोपेन्लाले पनि डोको बोकेर आज पुरा एक्सर्साइज गर्दै हुनुहुन्छ उहाँले पनि पुण्यको काममा सबैजनाले यो चाहिँ हाम्रो पछाडिबाट माथि चढ्ने सिटी हो यहाँदेखि हामी दोस्रो तलामा प्रवेश गर्नेछौँ र हामी दोस्रो तलासम्म आइपुग्दाखेरि हामी लगभग 19-20 फिट माथि आइपुगेको छौँ दोस्रो तलादेखि देख्ने दृश्यहरू हो यो र यो इँटाहरू बालुवाहरू गिटीहरू सबै हाम्रो आमाहरूले ओसारी राख्नु भएको छ यो श्रमदानबाट नै ओसारी राख्नु भएको छ मेरो माइजूले बिहानदेखि नै आएर गरिराख्नु भएको थियो सबै ठाउँ पुग्छ सबै ठाउँ पुग्छ हजुर हजुर ल धन्यवाद यो चाहिँ उत्तरतिर फर्किएको हाम्रो रेलिङ हुँदैछ यहाँनिर होइन त रेलिङै भन्छ होइन त रेलिङै भन्छ ल यो सेटिङ तयार हुँदैछ ल यो भोलिसम्म ढलाइ गर्ने हाम्रो योजनामा प्लानिङमा चाहिँ यो चलिरहेको छ एकदमै जोस जाँगरको साथ ओहो ल यसरी भारी बोकिरहेछ भाइहरू यसरी काम गरिराख्नु भएछ निरन्तर होइन बिसाउनु भएको फुपू ए ल ल ल ल ठिक छ बिसाउनुपर्छ अलिअलि गिटी बलुवाहरू यसरी बोकिरहनु भएको छ आमाहरूले निरन्तर रूपमा सबैजनाले एकदमै खुसीको कुरो हो होइन लोपेन्लाले पनि बोक्नु भएको छ सबैजनाले यो चाहिँ दोस्रो तलाको लागि तयारी हुँदैछ यो पहिलो तलाको रेलिङहरू सबै सकिसक्यो यहाँनिर यहाँनिर रेलिङको लागि अब यो फिनिसिङ हुन मात्रै बाँकी छ यहाँ चाहिँ रिता खोर्लो रिता फोमो अनि छुकी खोर्लो भनेर भनिन्छ धर्मचक्र आउँदैछ यो धरानको मौसम पनि राम्रो छ यो पहिलो तलादेखि देखाउँदैछु तपाईँहरू सबैजनालाई यहाँ काम धमाधम रूपमा